नमस्ते सबैजनालाई, म तपाईहरुलाई सोफ्ट चारवटा केक अंडा बनाउने रेसिपी लिएर आएको एक छु। गिलास आधा तपाईहरु मिक्स हेर्नुस् गर्ने है, मैले 4वटा अंडा अनि लिएर 2 गिलास दूध, 1 गिलास अलिकति तेल, 1 गिलास अनि 2 चिनी, गिलास पिठो, अनि एक प्याकेट दुईटा कबाडमा भनिला, तोज, एक प्याकेट दुईटा भनिला के भन्छ कबाडमा तोज मिक्सरमा सबै हालेर मिक्स गर्ने अनि पिठो मजासँग मिक्स गर्ने। त्यसलाई राम्रोसँग मिक्स गर्यो भने स्वादिष्ट आधा हुन्छ। हालेको छु मैले। त्यसलाई सबै हालेर मिक्सरमा मिक्स गर्ने अनि 3 चम्चा चाहिँ मैले काउकाउ हाल्यो। 3 चम्ची हालेको छु मैले। 3 चम्चा काउकाउ अनि 1 गिलास चाहिँ गुलिलो मन पर्छ भने 2 चम्चा हाल्नुस्। वालनट हाले मैले त्यो सानो टुक्रा गरेर यसरी छानेर यसलाई राम्रोसँग छान्यो। छानिसकेपछि मिक्सरमा मिक्स गर्ने। अनि तपाईहरुले मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु अनि एउटा कुन यस्तै भिडियोहरु फेरि बनाउने त त्यसमा चाहिँ तपाईहरु पनि सिक्नु घिउले अलिकति नटासोस् भनेर अलिअलि घिउ ट्राई गर्दै गएपछि हुन्छ। मलाई पनि आउँदैन त्यस्तो बनाउन। अहिले हालिसकेपछि यसलाई राम्रो हुन्छ। कुन भाँडोमा बनाउने त्यसलाई खनाउने अनि फुर्नमा हाल्ने। हालेपछि पाकिसकेपछि यस्तो हुन्छ साथीहरु। अनि तपाईहरु सफ्ट मन पर्छ भने त्यसलाई अलिअलि पल परेर त्यसलाई दुध हाल्नुपर्छ। अनि यसरी फेरि सस बनाउनको लागि चाहिँ मैले 2.5 गिलास चाहिँ दुध हाले। त्यसलाई बिटर चिकोलता सस भन्छ त्यो 1 प्याकेट हालेर यसलाई घोलेर सस बनाए। अघि तयार भएको केकलाई माथिबाट खनायो भने चाहिँ हाम्रो केक चाहिँ एकदम सफ्ट हुन्छ। यसरी खनाइसकेपछि यसलाई यसरी खाने आफूलाई कस्तो